फेरि एक वर्ष पछाडि छुट्टीमा हाम्रो गाउँमा आइपुगेँ। यो चाहिँ हाम्रो पुरानो घर, दुईवटा घर छ। हामी चाहिँ यहाँ पल्लो यसमा सानो बस्छौँ। पहिले एकदम ठुलो थियो, तर भूकम्पले गर्दा यो घर भत्किएर फेरि नयाँ बनाएको। आज मौसम एकदमै सफा छ अनि गाउँहरू सबै पाइसकेछ। यो चाहिँ कटेरो अहिले भर्खर आइपुग्यो। हामी सामानहरू पनि यता छ। काठमाडौँबाट बिहान 4:30 निस्किएर अहिले भर्खर आइपुगेँ। लगभग अहिले 6 बजिसक्यो। दोस्रो तपाईँ सबैलाई गुड मर्निङ। आज चाहिँ म यता अनि फर्स्ट दिनको बिहानको भ्यूस तपाईँलाई देखाउँदैछु। माथि चाहिँ श्रीदेउडो हुने गरेछ। माथि हिमालको एकदमै टपमा तपाईँले देख्न सक्नुहुन्छ। यहाँ म भोलि पर्सितिर चाहिँ जानेछु, त्यहाँको तीर्थ गर्नेछु त्यता। आज चाहिँ फर्स्ट दिन घरतिर अहिले मान्छे 2-3 दिन यहाँ गाउँको घरतिर मान्छे नबसेर नै घाँस झारहरू टन्नै बोलेछ। आज बिहान चाहिँ यहाँ घाँसहरू उखाल्दै गएको केही दृश्य। बुबामा चाहिँ बिहानदेखि काम गर्दै रहेछ। घरतिर मान्छे बस्नु भने घाँस र झारहरू टन्नै फलेछ। 자주게 겨도 돌아보다 예전에 순백이야 나와리야 겨그래 견도서 나가라서 대표교도 뇌방고 짐내대요 나 봐잖아 도리라 샤도라 짐내대기 도리 무죄 상황하는 상황에 공대 어여는 눈에 자래 캠버 베트올레는 루탐지 챈달라 샤선 차서 쳐버버는 멜람 답 라나 인용을 벌써 르면나 아저씨가 가더라. 나 어떻게 그러가? 어스타? गाउँ कसरी खानुपर्ने भने तपाईहरुले नि त हेर्नु होला। यदि गाउँ खानु जान्दैन भने तपाईले त यसको उपमा हेरेर सिक्नु सक्नुहुनेछ। त्यसपछि अब खाने हो यसरी। आज चाहिँ यहाँ गाउँमा खेलाउनु पनि छ। बाबा आमा यहाँ पनि अरू खेलाउनुसँगै आज गाउँ काट्दैछु। मौसम पनि एकदम राम्रो छ आज। भर्खरै खाना खाएर यहाँ गाउँ काट्नु सुरु गर्दैछु।
यसरी काट्नुपर्छ यहाँ खुकुरी मुनि खुकुरी भयो भने आइस भने आउने बारे हो अनि आउने बारे हो होइन होला सबै गरे अहिले चाहिँ मान्छेहरूले कमाउँदैछ मान्छेहरूले यस्तो ठेका भन्दा के भन्छ अरे माध्यम दिएको छ अहिले उनीहरूलाई कमाएर खानु दिनुभएको छ किन होला यो सबै हामीलाई भारी घर पहिला घर ठुलो थियो तर भूकम्पले गर्दा अनि फेरि नयाँ घर बनाएको छ सानो दुइटा तर अहिले चाहिँ हामी प्रायः काठमाडौँमै बस्छौँ कहिलेकाहीँ खेतीबारी यसो गाउँ आलु टिप्नुको लागि चाहिँ फेरि गाउँतिर आउने गर्छु समयमा हेर्नु होला यो पनि हाम्रो जग्गा थियो तर पनि अहिले अनि हाम्रो यहाँ टाइल लामाले बेचेको हो भन्न चाहन्छु सबै हाम्रो जग्गा हेर्नु होला यो पनि हाम्रै बारे है गाउँ टिपेर सामान लागेको पहिला काट्छ त्यसपछि गाउँ टिप्छ र आजभोलि त अलि सजिलो सकेर हुने गाउँहरू पनि मेसिन आइसक्यो आजकल अनि मेसिनले पहिला हुने गाउँ कुर्नु पर्थ्यो तर यसपालि चाहिँ आजभोलि चाहिँ अब कुर्नु पर्दैन किनभने अब मेसिन आइसकेपछि अनि मेसिनले सबै हेर्नु गरिन्छ होला पोहोर चाहिँ यहाँ गाउँ रोपेको थियो तर यसपालि चाहिँ आलु रोपेको छ आलुहरू हेर्नु होला यता गाउँको आलुहरू एकदमै राम्रो छ एकदमै मिठो शेर्पा गाउँका आलुहरू बिगु गल्ला त्यो यहाँदेखि सबै हेर्नु होला तपाईँहरू मनदेखि यो तल्लो घरको यता त्यहाँदेखि सबै हाम्रै बारी हो भन्न चाहन्छु यो तल्लो रातो जस्तो भएको घरदेखि सबै हाम्रै बारी तर अहिले चाहिँ मान्छेहरूले हत्यामा कमाइरहेको छ भन्न चाहन्छु पानी पर्दैछ र मौसम अलिक खराब छ आज अवस्था मैले आज अनि हाम्रो यहाँ खेतबारीको तपाईँलाई देखाइसकेँ यो चाहिँ हाम्रो पुरानो कटेरो र दुईवटा यता पनि हाम्रो उम्दातहरू जुन ठाउँ छ अलिक पुरानो भएछ अब फेरि नयाँ जुनाउनु टाइम यो पूर्णिमा पुण्य दिन जुराउने नयाँ दर्शु सुनाउने विचार गर्दैछु पानी पऱ्यो होस् त नि नाली यति सुकाइसक्यो पल्लोपट्टि नल सुकाएको छ मैले धेरै ठाउँमा सुकाइसक्यो आज बिहान चाहिँ यति सुकाइसक्यो पल्लोमा पनि सुकाएको छ तपाईँहरूलाई म देखाउँछु हेर्नु होला बिहान धेरै यति सुहाइसक्यो गाउँमा चाहिँ माथि गाउँ काट्दैछ क्या गाउँ काटेर सँगै अब अलिअलि काँचो भएछ यो बिहानै सुहा मैले परादेखि सुहा लगभग 70-80 मुठा चाहिँ मैले सुकाइसकेँ बिहान
आज बिहान चाहिँ मौसम एकदम राम्रो छ। आज चाहिँ म गाउँ आएर लगभग 1 हप्ता भइसक्यो। आज 8औं दिन हो गाउँमा। यस्तो अब मलाई यस्तो साथी केही छुट्टीमा केही आएको दिन उहाँलाई केही सहयोग गर्दै गरेको अवस्था। आज मौसम राम्रो छ। बाबाआमाले चाहिँ गाउँ काट्दै मैले चाहिँ साप्दै बिहान चाहिँ नसुगाएको चाहिँ यहाँ गाउँहरू सार्दैछु काटेको गाउँहरू। दिउँसो फेरि टिप्नुपर्छ घरभित्र। त्यो भिडियोहरू सबै तपाईँ हेर्दै गर्नु होला। गाउँतिरको हालत यस्तो हो। यो घर चाहिँ मेरो आफ्नै फुपूको घर हो। यहाँ मामाहरू बस्थ्यो पहिला चाहिँ, तर अहिले दार्जिलिङतिर बस्नुहुन्छ। अहिले चाहिँ मान्छे बस्दैन यता। बारीहरू पनि त्यसै राखिरहेको छ, मान्छे बस्दैन अहिले चाहिँ। तपाईँले यहाँबाट घरदेखि हाल्नुहुन्छ नि सिधै यहाँबाट। यो चाहिँ मेरो घर हो। तपाईँले यहाँबाट भिडियोमा पहिले पनि देखिसक्यो होला सायद होइन। यहाँबाट देखाउँछु, तपाईँहरूले हेर्दै गर्नु गाउँ बस्तीहरू एकदमै रमाइलो छ। हाम्रो गाउँको नाम चाहिँ बिगु गलगलाते भन्छ। बिगु गलगलाते दुल्का जिल्लामा पर्ने गरिन्छ। जिल्ला चाहिँ दोलखा, गाविस हामीले बिगु गाविस वार्ड नम्बर 7मा पर्ने गरिन्छ। यहाँबाट मेरो घर देख्न सक्नुहुन्छ तपाईँहरूले। यो तल्लो चाहिँ हाम्रो अनि ठुलो बाबुको घर, पक्षीहरूको घर। तल्लो चाहिँ हाम्रो यहाँ बाजेहरूको घर हो। दाइ के भन्छ अरे दाइ नेपालदेखिहरूको घरहरू हो। तल्लो चाहिँ यो तल्लो चाहिँ सबै हाम्रो यहाँ जुन यहाँ रोगहरू खर्साको रोगहरू तपाईँले हेर्नु सक्नुहुन्छ। यो खर्साको रोगहरू सबै हाम्रै हो। यहाँदेखि सबै हाम्रै बारी हो। यो तल्लो घरको यतादेखि सबै हाम्रै बारीहरू हो। तर हामी सानो हुने बेला चाहिँ हामी जात्रा मनाउने गर्थ्यो। अहिले पनि जात्रा मनाउँछ यहाँ चाहिँ। तपाईँ हेर्नु सक्छ जात्रा मनाउनु भयो। यहाँ चाहिँ झाँग्रीहरू ल्याएर जात्रा मनाउने गर्छ। त्रिशुल पनि छैन नि हेर्नु सक्नुहुन्छ तपाईँले। यहाँ जात्रा मनाउने गर्थ्यो, तर आजभोलि जात्रा मनाउँछ मनाउँदैन यो चाहिँ मलाई त्यति अनुभव छैन। किनभने म यहाँ नआएर धेरै भइसक्यो। त्यो भित्र चाहिँ सुरौँ। अब अहिले चाहिँ म जानु अलि डर लाग्छ। पहिला त म त्यहाँ टन्नै गएको थियो, तर सर्भर छ कि भने त्यो अलिक डर हो। भित्र एकदमै भित्र छ। यहाँ भित्र चाहिँ यो के भन्छ अरे त्यो गाईको दुधहरू होइन, अनि बाख्राहरूको दुधहरू त्यस्तो त्यो आफै त्यहाँ के भन्छ अरे उत्पत्ति भएको क्या। त्यसमै नेचुरल त्यसमै उत्पन्न भएको क्या, कसैले बनाएको होइन। भित्र चाहिँ सायद तपाईँहरू पहिला गएको छ भने त्यो भूतहरू पनि लाग्नु सक्छ भन्नु। म यहाँ 10-12 वर्ष पछाडि चाहिँ यो ठाउँमा अब पैदा गर्दै हो। यहाँ ठाउँ एकदमै राम्रो छ, एकदमै सुनसान हो। यो मल्लो 2 घर चाहिँ हाम्रै दाइको घर हो, दाइहरूको घर हो। तपाईँले हेर्नु सक्नुहुन्छ। अनि यो चाहिँ यो पनि आफ्नै दाइ नरसम्मको घर हो। तर अहिले चाहिँ काठमाडौँमा ठुलो घर बनाएर काठमाडौँतिर बस्ने गरिन्छ। र अहिले चाहिँ यहाँ मान्छेहरू नलहरू सुगाएको छ। पुरानो धाराहरू हाम्रो दाइ नरसम्मको घर चाहिँ टोयलेटहरू। यहाँ गाउँहरू एकदमै सुनसान, एकदमै के भन्छ अरे एउटा खुसियाली पाउने एउटा तपाईँले त्यस्तो अनुभव गर्नु सक्नुहुन्छ। यहाँ धेरै सुनसान, हरियाली जता हेऱ्यो पनि हरियाली, एकदमै राम्रो ठाउँ छ, रमाइलो ठाउँ छ। तपाईँहरू यदि आउनुभयो भने यता आउनु चाहिँ नबिर्सिनु होला भन्न चाहन्छु।
यहाँबाट म एकचोटि भाउजू यहाँ बारीमा हेर्नु होला यता दृश्यहरू। तल चाहिँ हाम्रै ठुलो बाबुहरूको घर हो, पछि मामाको घरहरू। तल चाहिँ अनि भाइ पर्छ फुलमा तल्लो चाहिँ भाइ फुर्ङीहरू घर, यहाँ माथि भाइ ठुलोहरू घरहरू, नाम्ची फुलामा घरहरू, यस्तोहरू सबै हेर्नु सक्नुहुन्छ। मुनि चाहिँ दाइ लामा घरहरू, हिउँहरू पनि हेर्नु सक्नुहुन्छ तपाईँले यहाँ हिमालहरू। अलि 1-2 महिना अगाडि आयो भने हामीले हिमालहरू पनि हेर्न सक्छौँ, तर अहिले चाहिँ हिउँहरू सबै अलिक बिलिसक्यो। यहाँबाट चाहिँ तपाईँले पाएको भ्युसहरू तपाईँले हेर्न सक्नुहुनेछ। भ्यूको पारे चाहिँ हानेको छ यहाँ यहाँ गाउँ समुदायहरूको गाउँहरू भनौँ, सानो यहाँबाट जुम गर्नुपर्दा यहाँ मैले जुम गराउँथ्यो, अहिले जुम गरौँ। चाहिँ हाम्रो चाहिँ एकदमै ठाउँ सुन्दर छ, चिसो एकदम नेचुरल लिन सक्नुहुन्छ तपाईँले। हिउँहरू छ चाहिँ हाम्रो यता गलैतेको स्कुल 5 क्लासमा यहाँ पढाइन्छ चाहिँ स्कुल। सही पसल यो चाहिँ हाम्रो गाउँको प्योर आलु शेर्पा आलु गाउँतिर हो। आलु खन्दै गरेको अवस्था यहाँ। यो चाहिँ खोर्सानी, यो खोर्सानीसँग एकदम छ। आज बिहान चाहिँ एउटा गाउँतिर गाउँ काट्दै गरेको अवस्था वर्षमा अनुभव। तर पनि गाउँ कसरी काट्नुपर्ने रहेछ भने यसो म तपाईँहरूलाई यसको उदाहरण देखाउन चाहन्छु। आज बिहान चाहिँ यता अहिले 10 बजे अब गाउँ सुकाउँदा 2-3 दिन पानी लगातार परेर यहाँ गाउँ सुकाउनु पाएन। अब चाहिँ गाउँ सुकाउने गरेको अवस्था।
सुन्नु लाग्छ यसपालिको गाउँ चाहिँ 1 2 3 4 5 6 7 8 9 10 11 12 13 भनेपछि कति 9 10 मुरी त्यस्तै 12 पाथी त्यस्तो रहेछ यसपालि गाउँ चाहिँ 10 मुरी 12 13 पाथी भएको रहेछ यसपालि गाउँ चाहिँ अब गाउँ पेलिसक्यो अनि अहिले चाहिँ फेरि अनि सुगा रहेछ गाउँमा अब सुगानमा त बाँकी छ अब बिहान 6 बजीदेखि त्यही हो अब 3 घन्टा 4 घन्टा चाहिँ लाग्यो आज चाहिँ म यता हाम्रो बिगु अनि यता खोला खड्काको यता घाटामा आएको छु यहाँबाट चाहिँ घाटाको पानी पठाउने ठाउँ हो यताबाट चाहिँ पानी बन्द गर्ने ठाउँ र पानी पठाउने ठाउँ यताबाट चाहिँ अनि घाटापट्टि अहिले घाटापट्टि पठाइरहेको छ पानी यहाँबाट अनि पिठो पिनिसकेपछि अनि पानी यहाँबाट बन्द गर्छ र अहिले पानी परिरहेको छ अब म तपाईँहरूलाई यहाँ घाटा देखाउँछु अहिले यहाँ 2-3 जनाको यहाँ हाम्रै यहाँ काकाहरूको पिठो पिन्दै गरिरहेको छ तपाईँले हेर्नु होला यो पानी चाहिँ तल घट्टामा जान्छ हेर्नु होला यहाँबाट तल घट्टामा जान्छ पानी चाहिँ त्यो मुनि हेर्नु होला एकदमै पुरानो घाटा हो यो लगभग अब त्यस्तै 200-300 वर्ष अगाडिको घाटा हो एकदमै राम्रो छ घाटा पिठो अनि मकै गहुँ कोदोदेखि सबैको यहाँ पिठोहरू यहाँ पिन्ने गरिन्छ तपाईँले हेर्नु होला अनि अब यहाँ अरूको पिठो पिनिसक्यो आज घट्टा बिग्रेछ भने होइन अनि के ए अब पिनिसक्यो कि अब मकै पिठो है हाम्रो चाहिँ गाउँको पिठो अनि अब अनि यहाँ कति वर्ष भयो अब यहाँ बाजेको चाहिँ घाटे बाजे 88 र यहाँ 88 अब 90 वर्ष पुग्नु छ यहाँ उहाँ यहाँ घाटाको घाटा बनाउने यहाँ बाजे हुनुहुन्छ यहाँ हाम्रो हेर्नु होला यो थामदेखि लिएर यहाँ एकदम बाब्रो बाजेले एकदम मेहनत गर्नुभएको है तपाईँले हेर्नु होला यहाँ हेर्नु होला कसरी बनाउनु भएछ घटाउनु यहाँ पिठो माथिबाट मकै हाल्नु
यहाँ अहिले यहाँ मकैको उयोहरू चाहिँ अब मकै चाहिँ अलि पिर्नुले क्याप लाग्छ है पिठो हेर्नु होला त्यो मकै पिठो घाटा पानी हो नौलो आज त्यहाँ घाटामा पिठो पिउनु गएको बिहान 5:30